Hi. Hello. Why do you think it's important for students to avoid tobacco? Well, I think that tobacco damages our lungs and it can also lead to many other serious diseases. So, if you want to live a happy, healthy, and a long life, we should avoid it. Hi. Hello. And what would you say to a friend who is curious about trying tobacco? I would tell them it's not worth the risks. Once you start, it's hard to stop. Better to never try at all. नमस्कार अहिले हामीसँग हुनुहुन्छ रिङ्गिम नम्प्रताङ जिपियुको पञ्चायत प्रेसिडेन्ट सर तपाईँको नाम मेरो नाम शेरब भुटिया। अन्त सर तपाईँलाई हाम्रो यो वर्ल्ड नो टोब्याको डेको लागि के मेसेज दिन चाहनुहुन्छ स्टुडेन्टलाई म स्टुडेन्टलाई के भन्न चाहन्छु भने अब वर्ल्ड यो तबाकु डे भने तबाकु भन्नुको फर्स्टमै यही हाल्छ धुम्रपान भनेर है। नानीहरूले धुम्रपान चाहिँ धुम्रपानदेखि चाहिँ अलिकति टाढा बसेको राम्रो, किनभनेदेखि सबै कुरा याद भएको यो धुम्रपानले चाहिँ यो सिगरेट बिडी खैनी चुरोट यो सबैले नै नानी हानिकारक गर्छ। किनभने हानिकारक मात्रै नभएर नानीहरूलाई आज खायो र फेरि भोलि पनि खानु मनपर्छ। त्यसरी हुँदाखेरि चाहिँ नानीहरूकोमा पैसा हुँदैन, पैसा रुपियाँ हुँदैन। पैसा रुपियाँ नभएपछि घरमा आमा बाउको पैसा पनि आमा बाउलाई माग्ने हुन्छ, माग्नु थाल्छ। माग्नुमा बाउ आमाले दिएन भने भोलिदेखि फेरि टिप्ने बानी। नमस्कार। अन्त हजुरको नाम मेरो नाम नवीन विश्वा। अन्त तपाईँले आजकलको युथलाई चाहिँ के भन्नुहुन्छ जुनहरूले चाहिँ टोब्याकोको सेवन गर्छ, नराम्रो कुरातिर लाग्छ, अन्त आफ्नो हेल्थकोसँग खिडवार गर्छ? हुन्छ है, तपाईँले एकदमै राम्रो क्वेसनहरू गर्नुभयो आजको दिनमा है। यो टोब्याकोले चाहिँ अहिलेको बढ्दै गरेको यङ जेनेरेसनहरूलाई चाहिँ एकदमै हानिकारक छ। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ स्टिकरमा है, यहाँ देखिराख्नु भएको छ है। म तपाईँलाई अहिलेको बढ्दै गरेको युथ जेनेरेसनलाई म के भन्न चाहन्छु भनेदेखिलाई है, यो टोब्याकोदेखि तपाईँ एकदमै एभोइड हुनुहोस्, योदेखि दूर बस्नुहोस्। तपाईँहरू है एकदमै टाढा बस्नुहोस्, किनभने यसले चाहिँ तपाईँहरूको फ्युचरमा गएर धेरैभन्दा धेरै आफ्नो सेहतको लागि हानिकारक छ है। तपाईँलाई प्रब्लम हुन्छ, लङ्समा प्रब्लम गर्छ, इफेक्ट गर्छ यसले, अनि तपाईँलाई धेरै साह्रो पर्छ पछिको दिनहरूमा होइन। अनि यो तपाईँहरू है आफ्नो प्यारेन्ट्सहरूलाई पनि म भन्न चाहन्छु र तपाईँको है सानसानो भाइहरूलाई, तपाईँको साथीभाइहरूलाई पनि है। हेलो अंकल। Yes. जैसा कि वर्ल्ड टोबैको डे है, तो आप बच्चों लोग को क्या मैसेज देना चाहते हैं? स्कूल आपके दुकान के पास ही में है, तो आप क्या करते हैं? मतलब स्मोकिंग के लिए सिगरेट बच्चों लोग को देते हैं या नहीं? नहीं देते हैं हम बच्चा लोग को समझा के भेज देता है कि नहीं बच्चा तुम लोग का अभी खाने का उम्र नहीं है, अभी आप लोग के लिए अलाउड नहीं है, यही बोल के वो लोग को वापस भेज देता है। थैंक यू। How do you educate and motivate students to stay away from tobacco? Okay, as a teacher, how we educate and motivate students? When it comes to educating our students, we've always been telling students that chewing tobacco is not good for health, and moreover, our students are well aware about it. And on a regular basis, students are having health and wellness classes. And also, when we go to senior classes and when we talk to students who are caught or in use of such substance abuse, we always ensure that they are given some counseling. And when it comes to motivation, we make sure or we send students or we encourage students to take part in all the activities especially sports, because we know sportsmen they are not supposed to be involved in such chewing tobacco or use of such other harmful things. So students mainly they engage themselves. We engage them in sports activities and also the other co-curricular activities that happen in our school. That's how we educate and motivate students. Hello. As you are the active member of Pahali Club, sir, how would you tackle a situation if you find or suspect a student using tobacco? Okay, so I think it is a very good question. Hi. So, being the active member from Prahari Club, hi, not only the active member but overall being a teacher, right? The first thing, if I encounter such kind of situation, the first thing I think what we need to do भन्दाखेरि चाहिँ हामी सबैजना एज अ टिचर चाहिँ त्यो कुरालाई चाहिँ हामीले झट्टै इन्स्ट्यान्टली रियाक्ट गर्नुभन्दा अगाडि चाहिँ आई थिङ्क वी निड टु गिभ अ पज है। जहाँनिर चाहिँ हामीले चाहिँ हाम्रो स्टुडेन्टलाई चाहिँ अलिकति टाइम दिएर अलिकति बुझ्ने कोसिस गर्नु पर्यो है, एकैचोटि रियाक्ट गर्नुभन्दा अगाडि चाहिँ। सो वाट आई डु भन्दाखेरि चाहिँ बेसिकली द फर्स्ट थिङ म त्यो नानीलाई अलिकति उसको कम्फोर्ट जोनमा लगेर है, भन्नुको मतलब अलिकति प्राइभेटली राखेर, सो द्याट उसलाई त्यो इम्बारेसिङ नहोस् न है, उसलाई प्राइभेटली लगेर चाहिँ
आई वुड बेसिकली गो थ्रु द थिङ है कि त्यो नानी चाहिँ जो चाहिँ सस्पेक्ट भएको छ है ड्रगलाई अब्युज गर्दैछ टोब्याको के गर्दैछ है सो त्यो नानीको बारेमा अलिकति म बुझ्नु खोज्छु क्या बिकज अहिलेको टाइममा हेऱ्यो भने है इन द है दिस एरा अफ है 21st सेन्चुरीमा यु सी देयर आर सो मेनी फ्याक्टर बिकज अफ विच चाहिँ एउटा स्कुल पढ्ने नानी चाहिँ तपाईँको ड्रग एडिक्सनमा टोब्याको है माने लाग्नु सक्छ सो फर्स्टमा चाहिँ म त्यही कुरा गर्छु क्या जस्तै अब देयर आर सो मेनी फ्याक्टर्स लाइक हुनसक्छ कि त्यो नानी मेबी हि अर सी माइट बी इन पेयर प्रेसर है या त त्यो नानी अलिकति आइसोलेट भएको छ या त देयर माइट बी सो मेनी रिजन्स है लाइक मेन हुन्छ तपाईँको फ्यामिलीमा है कतिवटा फ्यामिली प्रब्लमले गर्दा पेरेन्ट्सको डिस्प्युटले गर्दाखेरि पनि त्यो नानी चाहिँ मेबी है ड्रगपट्टि जाँदैछ त फर्स्ट अफ अल त त्यो नानीलाई अब राम्रोसित उसलाई कम्फोर्टेबल गराएर नानीलाई को जुन चाहिँ उसको सिचुएसन छ हामीले त्यसलाई मजाले बुझेर है आफ्टर द्याट चाहिँ मलाई लाग्छ कि अब त्यति बुझिसकेर पनि त्यही हो अब हामीले नानीलाई चाहिँ भन्दाखेरि चाहिँ वाट आई बिलिभ भन्दाखेरि चाहिँ हामीले चाहिँ नानीलाई चाहिँ अब लेक्चर दिनुभन्दा पनि बेसी चाहिँ म बिलिभ गर्छु कि आई थिङ्क वी निड टु एजुकेट आवर स्टुडेन्ट्स किनकि मैले लेक्चर दियो भने है तिमी यो नगर त्यो नगर भन्दा आई थिङ्क त्यो नानीले मेरो आँखा छल्नुको लागि चाहिँ मेबी उसले नगरेको जस्तो गर्छ होला तर जस्तो है मेरो एब्सेन्समा उसले आई थिङ्क त्यो स्टार्ट गरि नै हाल्छ त वाट आई डु भन्दाखेरि चाहिँ म चाहिँ यसमा बिलिभ गर्छु कि हामीले चाहिँ नानीलाई चाहिँ एजुकेट गराउनु सक्नुपर्छ किनकि वान्स द नानी एजुकेट भयो भने चाहिँ द्याट हि अर सी विल बेसिकली रियलाइज द थिङ है अब ड्रग गऱ्यो भने टोब्याकोलाई अब्युज गऱ्यो भने चाहिँ इन द लङ रन है वाट आर द थिङ्स द्याट इज गोइङ टु ह्यापन ओके सो बेसिकली यहाँनिर कुरा चाहिँ आउँछ नानीको सेल्फ रियलाइजेसनमा सो यस है नानीलाई काउन्सिलिङ गरेर नानीलाई सेल्फ रियलाइजेसन गराउनु सक्यो भने चाहिँ आई बिलिभ कि त्यो नानीले चाहिँ है त्यो जुन चाहिँ उस बाटोमा है त्यो द्याट इज द रङ बाटोमा हिँड्दैछ त्यो ड्रगलाई अब्युज गर्नु चाहिँ आई थिङ्क छोडेर चाहिँ एउटा राम्रो ट्र्याकमा चाहिँ आउँछ होला थ्याङ्क यू What is your personal message to student about saying no to tobacco? Well, on the day of occasion, I would like to give a message to the students that using tobacco, be it in any form, can lead to a crucial health issues, which can eventually take away the ability to enjoy your life. So I just hope and pray that during this day you find motivation to say no to tobacco and live a happy and healthier life. Thank you. Thank you, ma'am.